गाइस किमा बनाउँछु किमा चिकन हो चिकन मोमो पार्दैछ हेर्नु सिक्नु कमेन्ट गर्नु अब फेरि किमा बनाउँछ जुनकै राख्नु दिइरहेको छु छिटो होस् भनेर यता किमा बन्दैछ साथसाथै अब हाम्रो साथीले यता मसला पिन्दै हुनुहुन्छ उहाँ क्यामेरामा आएर लाज मान्दै हुनुहुन्छ क्यामेराम्यानमा म खेल है अहिले हेर्नु भएको त सिप डबल चार्ज छुरी चलाउने क्यामेराम्यानमा आमामा पित्ते सोरी किनेको छ यो लाग्ने पनि छैन क्या यो चटचटी काट्नुपर्छ यो मुसी भुत्तेन भुत्ते अहिले मात्रै डल्लो एउटै ठाउँको प्याज कटिङ हुँदैछ मासु किन भइसकेछ प्याज कटिङ भइरहेछ अनि प्याज कटिङ भइरहेछ क्यामेरा प्याज मिक्स गर्दैछु मसला सानिरहेको छु नुन स्वाद अनुसार हाल्नु भयो अब अलिकति होला कति हाल्नु 2 चम्चा त हाले थोरै हाल्नु बस चिली पाउडर स्वाद अनुसार हाल्नु तपाईहरु हाल्नु पर्छ के आजको बिना मोटो हाल्दैछु यो पनि फुल सेट रेडी काट्नु न चाटुले तपाईहरु यो ठाउँमा नमुसेर तपाईहरु पकाउँदा नि हुन्छ हामी चाहिँ म्याग्नेट गरेर हान्ने हो फेरि भयो के अझन तेरो आउँदैन नि अझै बुढो हड्डी मर्काउँदैन नि हल्का टेस्टको लागि मात्र यो त हाले कि छैन त भाइ हामीले हाल्ने अर्को अघि मसला पिसेको 2 चम्चा हाल्ने चाहा है अलिकति मोमो पोको पार्ने तरिका नेपाली स्टाइलमा यो उहाँको एउटा चाहिँ आफ्नै स्टाइलमा छ हेर्नुहोस् त यसको सेप साइज कुन रङको छ साइजको माल बनाएको छु बस बस यो हो नि त लाइन अब यहाँ चाबी लाउनु मात्रै बाँकी छ मोजा चाहिँ त्यहाँ पनि छ पकाउनु प्रतिक्रिया दिनु कमेन्टमेन्ट दिनु कमिटमेन्ट होइन कमेन्ट भनौँ होइन साथीहरू गाइस फाइनली मोमो बनाए हामी सिद्ध्याको मस्त बोइल गर्नुपर्छ हाल्नुपर्छ
पहिला पानी तार्दैछ हाल्ने हो कि तात्दै गर्छ पाक्दै गर्छ कसम उम्लिन्छ। म सेफ हो नेपालमा मोमो बनाएको भनेर बरु उपचार खर्च पनि तिराएर काटेर भिडा ल गाइस अब फाइनली हामी तेल लाऊ तेल त्यसमा खाडामा पटल का लगाउ न त्यो टाँसिन्छ ऊ हुन्छ बेकारमा त्यो चाहिँ माल बिगार्नु भन्दा फाइनली हामी टोइमा थोरै। तेल लाउँदैछु हल्का टोइमा तेल लाउँदैछु गाइस अब तेल लाउँदैछु पकाउने बेला भइसक्यो झ्याप्जु पकाउने खाएर सुतिहाल्ने भइसक्यो अब हाल्दैछौँ खामोशी नजिरे त मलाई चिनेन त्यो फाइनली गाइस मोमो पाक्यो अब हामी खाना जान आँटेको कस्तो छ दाइ मोमो एकदम एक नम्बर भएको छ राम्रो छ गुड अर्को पालि नि बनाऊ नि बोल अब फाइनली मोमो टेस्ट गर्दैछु कस्तो छ राम्रो छ है खतरा बनेछ तपाईहरु नि सिक्नु यसरी नै पकाउनु कमेन्ट गर्नु